सबै मान्छेले चाहिँ गफै मात्रै गरेर काम गरेर खानु मन लाग्दैन, काम भइहाल्यो। अनि गफ गरेर खाने मान्छे चाहिँ ठग हुन्छ क्या, ठग मान्छे नै भ्रष्ट हो, भ्रष्ट मान्छे चाहिँ देश द्रोही हो। त्यो चाहिँ लेभल बढ्दै गएको। त्यसले गर्दाखेरि श्रम संस्कृतिले मात्रै होइन, श्रम संस्कृतिले मात्रै त्यो त अब प्रक्रियामा तपाईँलाई मेरो नामै थाहा रहेन। यस्तो छ, जब म अफिसमा आउँछु मम्मी, जब म बाहिर निस्छु एउटा अभियान पार्टीको त्यो पनि एउटा मान्छेको विभिन्न रोल। तपाईँ यहाँ पत्रकार घरमा गइसकेपछि तपाईँको अहिले तपाईँको छोराछोरी होइन ओके थ्याङ्क यू के हो फेरि ल शुभकामना गर्न चाहन्छु होइन। त्यसले गर्दाखेरि विभिन्न हामी चाहिँ भूमिकामा हो। एक ठाउँमा चाहिँ हामी कसरी आउने, कहिले आउने भन्ने बारे सब होइन। त्यसो भने हामी अगाडि बढ्नु हामी एक्लै गएकै छौँ, थुप्रो ल्याउँछौँ, यति भन्दिनँ है। फेरि पछि यति भनेको थियो भनेर भन्नु छ र त्यही क्लिक देखाएर थुप्रै गर्छौँ हजुर, थुप्रै गर्छौँ। अहिले त्यसो भन्दिनँ, सङ्ख्यामा नजाउँ तर थुप्रै आउँछ हाम्रो। ल भन्नु छोडेको होइन, सुन्नु न, यो नेपालभित्र धरान पर्छ कि पर्दैन? अनि सुन्नु न, यता सुन्नु न, नेपालभित्र धरान पर्छ नि, त्यो हो। त्यसले गर्दाखेरि त्यसरी हो क्या, झन् क्लोजली धरानको लागि काम गर्छ, झन् स्ट्रङली। ल अब छोटो गरौँ है हजुर, गणित सबै जित्छौँ भन्दा हुन्छ त? मैले सबै जित्छौँ भन्दा हुन्छ त? होइन, सबै जितौँ त, सबै जित्ने खेलिसकेपछि सबै जित्ने है। त्यस्तो छ। ल धन्यवाद सर। के अब हजुर लास्ट गरौँ है। हजुर हामी सबै नेपाली छौँ त्यहाँ, जातिको कुरा गर्दिनँ म। जाति पार्टी र धर्मले, जाति पार्टी र धर्म वर्ग र व्यक्तिगत स्वार्थ 5 तत्त्वले छिया भएको समाजलाई जोड्न निस्केको